अब पार्टीको झोले कार्यकर्ता भएर पार्टीको झन्डा बोक्ने होइन। अब राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त राष्ट्रिय झन्डा बोक्नुपर्छ। जब जब देश सङ्कटमा जान्छ तब राजाले जनतासँग साथ माग्छ। राजाले जनतालाई साथ दिन आह्वान गरेको छ। यो समय जनता एउटा सच्चा नागरिक, देशभक्त नागरिक बनेर राजालाई साथ दिन जरुरी छ। पुरानो व्यवस्था परिवर्तन सहितको राज संस्था यदि स्थापना हुन्छ भने अहिले जनताले राजालाई साथ दिन जरुरी छ। राजाको निरङ्कुश शासन व्यवस्था भयो भन्नेहरूका लागि म के भन्न चाहन्छु भने गणतन्त्रमा पनि निरङ्कुश शासन नै भएको छ। के त्यो एमाले पार्टीमा केपी ओली बाहेक, केपी ओली रहउन्जेल कोही प्रधानमन्त्री हुन सक्छ? के काङ्ग्रेस पार्टीमा शेरबहादुर देउबा रहउन्जेल कोही त्यो पार्टीबाट प्रधानमन्त्री हुन सक्छ? माओवादी पार्टीबाट प्रचण्ड बाहेक कोही प्रधानमन्त्री हुन सक्छ? के यो चाहिँ निरङ्कुश होइन र? सांसद मन्त्री हुन नपाउने, प्रधानमन्त्री प्रत्यक्ष जनताबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था सहितको राज संस्था यदि आउँछ भने जनताले अहिले साथ दिनुपर्छ। अहिले यो 20 वर्ष शासन गरेर बस्ने यो भ्रष्टाचारी नेता र राजालाई तुलना गरेर हेर्नुहोला, को चाहिँ देशभक्त नागरिक हो। अहिले केही पार्टीका झोले कार्यकर्ता बाहेक सच्चा नेपाली नागरिकहरू राजाको पक्षमा छ। तपाईँ पनि कुनै पनि पार्टीको झोले कार्यकर्ता नभई एउटा देशको सच्चा नागरिक बनेर राष्ट्रिय झन्डा बोक्नुहोला। जय देश।